ओहो के भन्छ यार आई होप एभ्रीवन इज फाइन हेलो अनि नमस्ते सबैजना के छ हालखबर तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला हैन र आज चाहिँ मैले एकदम टोटली नयाँ भिडियो लिएर आएको छु र यो भिडियोको मेन टपिक चाहिँ के हुनेछ भने अमेरिकामा चाहिँ मैले चाहिँ डोर्ड्यास र उबर इट्स गरेर चाहिँ कति जति कमाउँछु दिनभरिमा त्यसको बारेमा चाहिँ मैले भिडियो बनाउन गइरहेको छु एकदम नयाँ टपिक हुनेछ मेरो लागि पनि अहिले चाहिँ इट्स अलरेडी 12:30 आफ्टरनुन भइसकेको छ हैन लगभग म चाहिँ 5 बजेसम्म चाहिँ गर्नेछु 5 बजे बेलुकासम्म चाहिँ गर्नेछु 4-5 घण्टा लेट्स सी अब 4-5 घण्टामा कति जति कमाइ हुन्छ हैन तपाईहरु पनि हेर्दै गर्नु होला अनि यो चाहिँ मेरो फर्स्ट अर्डर लगभग 4 माइलको $10.5 अनि मैले पिकअप हान्दिहालेँ ल साउन्ड पिकअप भयो अब चाहिँ ठ्याक्कै पारिपट्टि छ पान्डा एक्सप्रेस चाहिँ टक्क पिकअप गरिहालौँ त्यहाँबाट सेकेन्ड पनि पिकअप गरेँ यसमा ड्रिङ्क पनि इन्क्लुड रहेछ पान्डा एक्सप्रेसबाट अब ड्रप अफ लोकेसन चाहिँ 2.3 माइल्स 8 मिनट देखाएको छ सो लेट्स गो फर्स्ट ड्रप चाहिँ भयो हैन अब स्कुलमा रहेछ एलिमेन्ट्री स्कुलमा सेकेन्ड ड्रप जाँदैछु भर्खरै त्यो दुईटा अर्डर ड्रप गरेर आएँ अब फेरि अर्डर खोज्दैछु हेरौँ कस्तो अर्डर आउँछ है हेर्दै गर्नु होला है भिडियो चाहिँ र यो चाहिँ मेरो सेकेन्ड अर्डर 3 माइल्सको $7 सो यो पनि मैले पिकअप हान्दिहालेँ ल नेक्स्ट अर्डर पनि पिकअप हो अब जाम ड्रप गर्न आज अलि बादल लगाइरहेको छु यस्तै हो जिन्दगी अलराइट सेकेन्ड अर्डर पनि ड्रप भयो अब यो सेकेन्ड डेलिभरी पनि ड्रप गरौँ ड्रप गरेपछि यो सेकेन्ड डेलिभरी फिनिस ए बडी थर्ड अर्डर चाहिँ वावाबाट आएको छ ग्यास स्टेसनबाट यसको चाहिँ मैले स्क्रिनसट लिन बिर्सेँ सरी फर द्याट थर्ड अर्डर चाहिँ अब पिकअप गर्न जाम है त चाहिँ हल्का वेट गर्नुपर्ने रहेछ अर्डर चाहिँ रेडी भएको छैन अहिलेसम्म हेरौँ कति बेर वेट गर्नुपर्ने हो थर्ड डेलिभरी पनि पिकअप गर्यो यो चाहिँ 1.5 माइल्स 5 मिनट लाग्छ $8 को पिकअप हो अलराइट लेट्स गो अलराइट गाइज थर्ड पिकअप पनि डेलिभर भयो अब चाहिँ हेरौँ अर्को पिकअप कस्तो आउँछ राम्रो आयो पिकअप गर्ने हो आएन भने त वेट गरेर बस्ने राम्रो आउँछ कि भनेर है त लेट्स गो र यो चाहिँ आजको फोर्थ पिकअप 2.5 माइलको $8.5 सो यो पनि मैले पिक हान्दिएँ आजको फोर्थ अर्डर पनि पिकअप भइसक्यो अब यो चाहिँ ड्रप गर्न जाम सबैको आशा मेरो गाडोमाथि छ तर मेरो पीडा चाहिँ कसको आँखामा अलराइट गाइज आजको फोर्थ अर्डर पनि पिकअप गरेर पनि मैले डेलिभर गरिसकेँ हैन अब चाहिँ म वेट गरिरहेको छु नयाँ अर्डरको लागि लेट्स सी अब कतिको राम्रो अर्डर आउँछ राम्रो अर्डर आउने बित्तिकै ज्याममा पिकअप हान्दिहाल्ने हो ज्याममा डेलिभर गरिदिइहाल्ने हो ज्याममा पैसा कमाइहाल्ने हो है त गाइज आजको फिफ्थ अर्डर पनि मैले पिकअप गरिसकेँ हैन किन सक्नुहुन्छ तर फेरि फोटो खिच्न चाहिँ बिर्सेको मैले कि तर पनि तपाईहरुलाई साइडमा म डिटेल राखिदिएको छु यो चाहिँ वेन्डीबाट हो है त लेट्स गो गाइज लेट्स गो पैसा कमाउनु छ ओहो के भन्छ यार आई होप एभ्रीवन इज फाइन लेट्स गो गाइज लेट्स गो आजको फिफ्थ अर्डर पनि मैले भर्खरै डेलिभर गरेर आइसकेँ हैन अहिले चाहिँ म वेट गरिरहेको छु नयाँ अर्डरको लागि हैन हेरौँ कस्तो अर्डर आउँछ र यो हो आजको सिक्स्थ अर्डर 1.7 माइलको $7.20 लेट्स गो पिकअप गरिसकेको छु अब चाहिँ ट्याक्क डेलिभर गर्न जाउँ है त डेलिभर टाइम चाहिँ जस्ट 2-3 मिनट मात्रै देखाएको छ सिक्स्थ अर्डर डेलिभर पछि यो हो आजको लास्ट एन्ड सेभेन्थ अर्डर है त लेट्स गो गाइस यसको पनि मैले फोटो खिच्न बिर्सेँ आइ एम सरी फर द्याट यो चाहिँ आजको सेभेन्थ अर्डर है पिकअप गरेको जस्ट नाउ अब चाहिँ म डेलिभर गर्न जाँदैछु डेलिभर टाइम चाहिँ 12 मिनट देखाएको छ लगभग 7 माइल सो लेट्स गो गाइस लेट्स गो अलराइट गाइज आजको सेभेन्थ अर्डर पनि डेलिभर भइसकेको छ र अब टाइम पनि लगभग 4:50 गइसकेको छ हैन अब घर पुग्दाखेरि 5 बज्छ मैले अब डोर्ड्यास पनि उबर इट्स पनि 5 बजेसम्म मात्रै गर्छु भनेको थिएँ र टाइम पनि ओभर भइसकेको छ र मैले 12:30 बजेदेखि 5 बजेसम्म चाहिँ टोटल 7वटा अर्डर चाहिँ पिकअप गरेँ हैन 7वटा अर्डर पिकअप गर्दाखेरि मैले चाहिँ कति कमाएँ त्यो चाहिँ तपाईहरुले साइड यता कता हुन्छ त्यता देख्न सक्नुहुन्छ
र त्यसमा -$10 पनि माइनस गर्नुहोस् है, किनभने मैले $10 तेल पनि हालेको थिएँ। बिचबिचमा के थियो भने मैले धेरै पिकअप पनि गरिनँ, किनभने थोरै पैसाको चाहिँ अर्डर आएको थियो। मैले त्यो थोरै पैसाको चाहिँ खासै पिकअप गरिनँ। जुन अलि राम्रो पैसाको अर्डरहरू थियो नि त्यो चाहिँ मैले पिकअप गरेको थिएँ। त्यही भएर मैले टोटल 4-4.5 घन्टाभित्र 7वटा मात्रै पिकअप गरेको। त्यही नै हो गाइस। र फेरि यस्तै भिडियोहरू लिएर आउनेछु होइन। त्यतिसम्मलाई तपाईँहरू राम्रोसँग बस्नुहोस्, आफ्नो केयर गर्नुहोस् है त। अलराइट गाइस, फेरि भेटौँला। टेक केयर, गुड नाइट, गुड मर्निङ, गुड आफ्टरनुन, नमस्ते।